Today we are going to solve this exercise 8.3, question number 3, Roman number 1. So यहाँनिर चाहिँ 9 sec square a minus 9 tan square a छ। यसको अप्सन नम्बर ए मा छ 1, बी मा छ 9, सी मा छ 8, डी मा छ 0। सो यसलाई कसरी सल्भ गर्ने भन्दाखेरि चाहिँ भेरी इजी। सो व्हाट यू हैव टु डु इज 9 sec square a minus 9 tan square a। अब दुईटामा हामीले हेर्दाखेरि दुईटामा 9 9 कमन छ। सो 9 र 9 लाई हामीले बाहिर लेख्यो भने अब भित्र के बस्यो sec square a minus tan square a। ओके, नाउ अब यहाँनिर हामी कुन चाहिँ फर्मुला युज गर्छ भन्दाखेरि 1 plus tan square a is equal to sec square a। So this formula you have to use। यहाँबाट 1 is equal to अब tan square a लाई उतापट्टि लगेपछि tan square a यतापट्टि आयो भने RHS मा आयो भने so your formula will become sec square a minus tan square a। Now you see this part and this part is same only। So यो दुईजना सेम छ। सो यो नलेखेर हामीले यसको ठाउँमा हामीले 1 लेख्दा भयो। ओके, सो यो नलेखेर यसको बदली 1 लेख्दा भयो। ओके, सो दिस विल बी 9 इन्टु यो सबैको बदली हामीले लेख्ने हो 1 लेख्ने हो। So your answer is 9 only, which is option number B।